रेहान के खाको? के खाको? जुस जुस खाको? अब के खान्छ? अब के हो रे गयो यहाँ हो कि मैले भने होइन यहीँ छ भनेर राख न राख्यो के हो रे हेलो गर्नु न अब अझै लिएको पानी होइन यहाँ पानी छ ओहो मामा तपाईँ नखाने नखाने आइसक्रिम जलेबी खाएको छ खाएको अरे दहीसँग हेलो आनीहरूको मामाहरू ओ हेलो हेलो ममहरू कति दिएर गरियो सबै स्टोरी भइसक्यो यसको पनि हाल्दै रेहान आइसक्रिम खाएको आइसक्रिमहरू किन न आइहाल्छ है Let's have a look.
यो पसल खोला थिएन अहिले खोला छ जो पहिल्यैदेखि खोला थियो अनि हाम्रो बहिनी पनि आइसक्रिम खाँदै हो के खानु भएको आइसक्रिम तपाईँ चाहिँ के खानु भएको नि दही चेरी खोइ देखाउँ त यो दुईटा चाहिँ जोडाएर छ यहाँ आइसक्रिम के खानु हो आइसक्रिम What is this? आइसक्रिम आसु के हो गुलाब जामुन पाउने ਤੁਸੀਂ व्यू का जाले दे आइसक्रिम खाएको लगाइ क्लियर यसरी व्यू गाइज कस्तो छ भने चाहिँ हामी अहिले बौद्धमा छौँ र मेरो पनि कस्तो खान्छ गाइज यो पनि म पछायो यसमा को जानु भएको छ होला तपाईँहरू कमेन्टमा भन्नुहोस् होला जाउँ रे खाना रेहान आऊ हजुर आइसक्रिम खानु भएको यो भाइले चाहिँ 61 एउटा पानीपुरी खाएको छ ओइ जुङ्गा पनि छ त जुङ्गा अब देखान गर्नु रहेछ त अलिअलि क्या भयो कन मामा हो हाम्रो मामा हो ब्लग हो यो भनेर आउँछ होला उयो हेर बहिनीको जाम्नुमा चाल्दिने छैन पछाडि यसको चाहिँ धेरै बुझाउने भयो धेरै भाइरल भइदियो नि और खाना हाम्रो भाइ चाहिँ आइसक्रिम खाँदै बसेर गइरहेछ नि दुईटा आइसक्रिम खाइसक्यो तपाईँहरूलाई खान मन लाग्छ भने यो पसलमा के यो कुनै चोलीमा गर्ने आउनुहुन्छ होला यसमा वर्तमान गुन्चोली जे गर्दैन यस्तो हुन्छ है गाइस तपाईँहरूलाई पिउन मन छ भने आउनु होला ओइ हेलो के छ आसु युट्युब च्यानल टोइलेट आमा मेरो पिछा आएको खै आइरहेको छैन थालु बन यसले त झन् दुईटा खाइसक्यो हो के दुईटा खाइसक्यो कसले
यो रिहान खान्छु हो ए भयो हो नि हो एकदम त्यो मम्मी हो तिम्रो ना मेरो मम्मी त हो नि एउटा बादर हेर्नु नि गाइस वा 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 आइजा उताको पनि चमचम गाइस यहाँ एउटा उयो दाइले भनेको भाइ कति भिडियो बनाएर भनेको थियो त्यो दाइले मैले अघि नै देखाएको हेलो हेलो मात्र क्या घुमिरा वा 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 यता यता यहाँतिर तामाङहरू सबैजना आएको छ सबै तामाङ हो अब नाचेको भिडियो बनाएर हेर्नु होला कसले नाचेको होला ओहो बाजे यस्तो नाच नाच